दर्शकबिन गत वैशाखको 26 गतेदेखि प्रदर्शनमा आएको चलचित्र उनको स्विटरले बक्स अफिसमा धमाकेदार कमाई गरेर आज 30 दिन यानी कि 1 महिना पार गर्दैछ भने यही ज्येष्ठ 9 गतेदेखि प्रदर्शनमा आएको चलचित्र नरसिंह अवतारले पनि बक्स अफिसमा आज 16 दिन पार गर्दैछ। त्यसैगरी हिजोबाट देशव्यापी रूपमा प्रदर्शनमा आएको फिल्म जन्ते बाख्रोले बक्स अफिसमा आज 2 दिन पूरा गर्दैछ। त्यसैले आज हामी यस भिडियो अन्तर्गत कुरा गर्न गइरहेका छौं यी तीनैवटा चलचित्रको आजको अकुपेन्सी साथै अहिलेसम्मको टोटल बक्स अफिस कलेक्सनको रिपोर्टको बारेमा। त्यसैले तपाईहरु पनि सबै कुराका बारेमा विस्तृत रूपमा थाहा पाउन चाहनुहुन्छ अथवा डेली बक्स अफिस कलेक्सनको भिडियो रिपोर्ट हेर्न चाहनुहुन्छ भने यस भिडियोलाई एक लाइक गरेर च्यानललाई सब्स्क्राइब गर्दै भिडियो सँगै रहनु होला है त। आउनुहोस् दर्शकबिन्द अब लागौं आजको विषयवस्तुतर्फ। सर्वप्रथम कुरा गरौं चलचित्र उनको स्विटरको। नवीन चौहानको लेखन तथा निर्देशनमा तयार भएको लभ स्टोरी सोशल ड्रामा जनरमा आधारित यो फिल्मको शीर्ष भूमिकामा हामीले विपिन कार्की, मिरुना मगर, सुशील पोखरेल, माउत्से गुरुङ, विल्सन विक्रम राई, प्रेम सुब्बा, एलेक्स पारस, परीक्षा लिम्बू लगायतका कलाकारहरूलाई देख्न सक्छौं। दर्शक महानुभावहरू यो फिल्मलाई आर्ट माण्डुले केन्द्र मोशन पिक्चरसँग सहकार्य गरेर निर्माण गरेको हो। निर्माताका अनुसार फिल्मले पहिलो हप्तामा बक्स अफिसमा 5 करोड 75 लाख, दोस्रो हप्ताभरिमा बक्स अफिसमा 8 करोड 10 लाख र तेस्रो हप्ता पार गरुन्जेलसम्ममा बक्स अफिसमा फिल्मले 10 करोड 5 लाख भन्दा माथिको ग्रस कलेक्सन गरेको निर्माताले जनाएका थिए। त्यसैता फिल्मको आधिकारिक कमाई सार्वजनिक भएको छैन। यद्यपि निर्देशक नवीन चौहानले हामीलाई दिएको जानकारी अनुसार फिल्मले 28 दिन यानी कि 4 हप्ता पार गरुन्जेलसम्म अल नेपाल टोटल ग्रस 11 करोड भन्दा माथिको गर्न सफल भएको छ। फिल्म हिजोबाट 5औं सातामा प्रदर्शनरत छ। फिल्मले हिजो 29औं दिन पनि बक्स अफिसमा झण्डै 5 देखि लिएर 8 लाख हाराहारीको ग्रस कलेक्सन गर्न सफल भएको खबर प्राप्त भएको छ। चलचित्रको बक्स अफिसमा आज 30औं दिन चलिरहेको छ। फिल्मले आज बक्स अफिसमा 1 महिना पार गर्दैछ। चलचित्रले आज थुप्रै हलरमा 50% भन्दा माथिको अकुपेन्सी लिएको छ भने चलचित्रले मर्निङको शोमा ओभरअल अकुपेन्सी 10 देखि लिएर 15% को लिएको थियो भने डेको सोसम्म आइपुग्दा 20 देखि 25 र अहिले इभिनिङ र नाइट सोसम्म आइपुग्दा 30 देखि 40% सम्मको लिने देखिन्छ। त्यसै कारणले फिल्मले बक्स अफिसमा आज 15 लाख भन्दा माथिको ग्रस कलेक्सन गर्न सक्ने प्रक्षेपण गरिएको छ। अब कुरा गरौं चलचित्र नरसिंह अवतारको। दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा चन्द्र पन्तको कथा रहेको महानायक श्री राजेश हमाल, नीति शाह, राज कटुवाल, सनिसा भट्टराई, सरोज खनाल, निर शाह लगायतका कलाकारहरूको शीर्ष भूमिका रहेको यो फिल्मलाई क्रिएटिभ सिने आर्ट्स प्रालीले राज पिक्चर्स प्रालीसँग सहकार्य गरेर निर्माण गरेको हो। निर्माताका अनुसार फिल्मले पहिलो हप्तामा अल नेपाल टोटल ग्रस 2 करोड 4 लाख भन्दा माथिको गरेको छ। त्यसैता निर्माताले आधिकारिक कमाई भने सार्वजनिक गरेका छैनन्। यद्यपि हामीले प्राप्त गरेको एस्टिमेट रिपोर्ट अनुसार फिल्मले बक्स अफिसमा 2 हप्ता पार गरुन्जेलसम्ममा 2 करोड 60 लाख भन्दा माथिको ग्रस कलेक्सन गरेको छ। फिल्म हिजोबाट तेस्रो सातामा प्रदर्शनरत छ। फिल्म यति बेला सीमित सोचका साथ सीमित हलमा मात्र प्रदर्शनरत छ। फिल्मले हिजो बक्स अफिसमा 1.5 देखि लिएर 2 लाख हाराहारीको ग्रस कलेक्सन गरेको थियो भने फिल्मको आज बक्स अफिसमा 16औं दिन चलिरहेको छ। आज फिल्मले ओभरअल अकुपेन्सी दिनभरिमा 15 देखि लिएर 20% सम्मको लिएको छ भने 2-4 शोमा फिल्मको अकुपेन्सी 30 देखि 50% सम्मको पनि थियो। त्यसै कारणले फिल्मले बक्स अफिसमा आज 3 देखि लिएर 5 लाख हाराहारीको ग्रस बक्स अफिस कलेक्सन गर्न सक्ने प्रक्षेपण गरिएको छ। अब कुरा गरौं चलचित्र जन्ते बाख्रोको। सिमोसो सुनवारको निर्देशनमा प्रदीप भारद्वाजको लेखन रहेको सौगात मल्ल, आसिफ शाह, गरिमा शर्मा, लोकेन्द्र लेखक, विशाल पहाडी, रमा थपलिया लगायतका कलाकारहरूको शीर्ष भूमिका रहेको यो फिल्म मोइन इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो। हिजोबाट यो फिल्म नेपालभरि 80 देखि लिएर 90 हलमा प्रदर्शनरत छ। फिल्मले ठिकठाकको मात्र सोच प्राप्त गरेको छ किनभने हिजोबाटै बलिउडको प्रतिष्ठित फिल्म हाउसफुल 5 पनि प्रदर्शनमा आएको छ, त्यो पनि 2टा भेरिएन्टमा। साथै उनको स्विटरको दबदबा पनि कायमै रहेको छ भने चलचित्र नरसिंह अवतार पनि केही हलमा चलिरहेको छ। यो फिल्मले हलिउड फिल्मबाट पनि प्रतिस्पर्धा झेल्नु परेको छ। त्यसै कारणले फिल्मले बक्स अफिसमा ठिकठाकको भन्दा पनि अझै कमजोर व्यापार गरिरहेको छ। हुन त निर्माताले पहिलो दिनको आधिकारिक कमाई सार्वजनिक गरेका छैनन्। यद्यपि फिल्मले बक्स अफिसमा पहिलो दिन 5 लाख हाराहारीको ग्रस कलेक्सन गरेको खबर प्राप्त भएको छ। फिल्मले हिजोबाट दर्शकबाट राम्रो प्रतिक्रिया प्राप्त गरेको छ। चलचित्रको बक्स अफिसमा आज दोस्रो दिन चलिरहेको छ। आज शनिबार सार्वजनिक बिदा भएका कारणले फिल्मले हिजोको तुलनामा अकुपेन्सीमा ग्रोथ देखाएको छ। मर्निङको शोमा फिल्मको ओभरअल अकुपेन्सी 10% हाराहारी थियो भने डेको सोसम्म आइपुग्दा 15% भन्दा माथि थियो। अहिले इभिनिङ र नाइट सोसम्म आइपुग्दा फिल्मको अकुपेन्सी 20 देखि लिएर 30% सम्मको रहने देखिन्छ भने 2-4 हलमा फिल्मको अकुपेन्सी 50% सम्म रहेको छ भने 1-2टा हल हाउसफुल पनि गरेको छ। त्यसै कारणले फिल्मले बक्स अफिसमा आज दोस्रो दिन 10 देखि लिएर 15 लाख हाराहारीको ग्रस कलेक्सन गर्न सक्ने प्रक्षेपण गरिएको छ। हौस् त यति भन्दै अर्को भिडियोसम्मको लागि म प्रशान्त भुर्तेल पनि बिदा हुन्छु। धन्यवाद।